हेलो साथीहरू नमस्ते अनि स्वागत छ तपाईहरुलाई यस भिडियोमा। आज चाहिँ म तपाईँ गाउँमा रहेको छु र गाउँमा चाहिँ अहिले के कस्तो अवस्था रहेको छ, गाउँमा भन्दा पनि मेरो घर वरिपरि चाहिँ के छ कस्तो छ, के छन्, यतातिरको वातावरण कस्तो छ त्यो देखाउन गइरहेको छु। मेरो चाहिँ यो भिडियो बनाएको नयाँ अनुभव हो, त्यसैले खासै राम्रो त बन्दैन होला, तै पनि कोसिस गरिरहेको छु। र तपाईहरुले चाहिँ मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। साथीहरु हेर्न सक्नुहुन्छ मेरो घरमा चाहिँ, मेरो घर यतापट्टि चाहिँ सिमी फलेको छ। सिमी कति राम्रो छ हेर्नुस् त, कति धेरै फलेको छ। बोट त्यत्रो ठुलो त छैन तर पनि हेर्न सक्नुहुन्छ कति धेरै सिमी नै सिमी रहेका छन्। अहिलेको सिजनमा सिमी तरकारी खानको लागि यम्मी, मलाई त मन पनि पर्छ। तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला है त। रहेको छ हेर्नु साथीहरु सिमी, अनि सिमी सँगसँगै यता हाम्रो तरकारी सागहरू, खुर्सानीहरू, करेसाबारी जस्तै रहेको छ। अनि यतातिर हेर्नु साथीहरु, गाउँमा अहिले जताततै हरियो छ अनि जताततै जे पनि फुलिरहेको छ। यता देख्न सक्नुहुन्छ तपाईहरुले आँप सानो छ, रुख हेर्नुस्, त्यति ठुलो त छैन, सानो छ तर पनि मजाले फुलिरहेको छ। हेर्नु त, यो भुइँमा छोएर पनि यसरी फुलिरहेको छ। आँप सँगसँगै हेर्न सक्नुहुन्छ साथीहरु, तपाईहरु यो के हो तपाईहरुलाई थाहा छ? तपाईहरुको गाउँतिर हुन्छ कि हुँदैन यस्तो? हाम्रोमा चाहिँ टन्न फलिरहेको छ। यो सानो रुख भयो, उता अलि ठुलो रुख छ, कालो भएर पाकिरहेको छ। देखाउँछु म तपाईहरुलाई पक्न है त। यो देख्नुहुन्छ, तपाईहरुले देख्न सक्नुहुन्छ। यता पनि छ, अनि यता पढ्न, यता जुम गरेर देखाउँछु, देखिन्छ देखिँदैन। यता पनि कालो भएर पाकिरहेको छ। हेर्नु, यो फल देख्न सक्नुहुन्छ साथीहरु, यो फल हेर्नु है त। फल तपाईलाई म टिपेर खाएर पनि देखाउँछु है त। यसरी टिप्यो अनि यसरी मुखमा मन पर्छ मलाई चाहिँ। कस्तो मिठो हुन्छ, मन पर्नेलाई मिठो हुन्छ होला सायद। अम्मी छ। बेबी यता नआऊ, म तिमीलाई दिन्छु ल। मिठो हुन्छ, लाउ खानु पर्छ ल। राम्रो छ, इस मम्मीले खान्छ, तिमी पनि खाऊ। गुड गर्ल। टोपी छोपेछ, आँखा छोपेछ टोपीले। यता आउनुस्, यता आउनुस्, जाम यता आउनुस्, यता। मेरो छोरी खेल्दैछ, हाई गर्दौ सानो, यता हेर, हाई गर्दौ न। नगर्ने, जाम गर, जाम हाई। मेरो छोरी चाहिँ खेल्दैछ जालीमाथि, घर नजिकै। अब है सानो, म त गयो है। यस्तो रहेको छ। यो चाहिँ मेरो घर हो साथीहरु। गाउँमा यस्तै छ हाम्रो त। के भयो? यो खानेकुराको लागेको हो, खानेकुराको लागेको अया हुन, केही हुन ल, खाऊ खाऊ है। तपाईँले धुप बाटेको? आमाले धुप बाट्दै हुनुहुन्छ। धुप घरमै बाट्नु भएको आमाले धुप। अनि छोरीको लागि आमाले स्पेसल्ली बनाइदिनु भएको। अनि हाम्रो यहाँ घरमुनि केरा रहेको छ, केरा। अनि यता अमिलो फुलिरहेको छ, अमिलो। अहिले चाहिँ सबै फुल्ने सिजन रहेछ। यता अमिलो फुलिरहेको छ, यता नासपाती फुलिरहेछ। नासपाती हेर्नुस्, नासपाती फुलिरहेको छ। हाम्रो घर भिजिट गर्दैछु। यता यो चाहिँ आँपको रुख हो, आँपको रुख काटेको, खासै धेरै फुलेको छैन यसमा चाहिँ। अनि यता हाम्रो कुखुरा कराइरहेको छ, पख्तालाई छोडिदिन्छु म, उता जा। अन्डा पारेर निस्केको यो कुखुरा, अन्डा उता छ, उता गयो। अरू पनि छ साथीहरु हाम्रो घरतिर, के छ हेर्नुहोस् है त। त्यसपछि हेर्न सक्नुहुन्छ हाम्रो घरमा बाख्रा, मेरो छोरीको खेल्ने साथी यिनीहरू। बाख्राले सानसानो बच्चा पाएको छ, मुनिहरू पाठीहरू छ। यता दुईटा
सानो राखेको रहेको छ तार। हाम्रो गाउँमा घरमा के छ हेर्नुहोस् है त साथीहरू, अरू पनि छ म देखाउँछु साथीहरू। लिची कति फुलेको छ हेर्नुहोस्, फुलेको छ, यति धेरै छ। यो राम्रोसँग भिडियोमा क्यामेरामा देखेको छैन मेरो। यो चाहिँ रुख कटर हो, रुख कटर चाहिँ फुलेको छैन अहिले। लिची चाहिँ एकदम फुलेको छ। यता हाम्रो पानी राख्ने ट्याङ्की सानो, यता परल राख्ने टौका रहेको छ, यता पानी आइरहेछ। यो चाहिँ पानीको लागि पाइपको लागि खनेको रे, हाम्रै बारीबाट खनेछ सबैपट्टि। तपाईँहरूलाई म लिचीको फुल देखाउनु गइरहेको छु। तपाईँहरूकोतिर कस्तो छ, फुलेको छ कि छैन हेर्नुहोस् र कमेन्ट गर्नु होला साथीहरू। हेर्नु त फुल कति धेरै। मलाई चाहिँ गाउँ आएको बेला सबैपट्टि घुम्न हेर्न चाहिँ रमाइलो लाग्छ। तपाईँहरूलाई कस्तो लाग्छ? लिची हेर्नु नि, लिचीको फुल कति धेरै छ के आमा। म तपाईँहरूलाई चाहिँ वहीँ लिचीको नजिकै गएर देखाउन चाहन्छु। एउटा लिची यता छ, अर्को हाम्रो यता छ, उता पनि लिची नै रहेको छ। अलि तलतिर आँप छ, सबै फल्छ, मिठो हुन्छ मिठो। कटर रुख पुइँ कटर हो तर फलेको छैन। यो रुखको छ, लिचीको रुख मुनि कटर रहेको छ, फुलेको छैन। हाम्रोतिर चाहिँ टन्नै फलफुलहरू पाउँछ। यो फुलिरहेको छ अहिले, फलेको बेला खान आउनुपर्छ, मिठो हुन्छ, दामी हुन्छ, अर्ग्यानिक विषादी रहित हुन्छ। यता पनि आँप छ, आँप यो चाहिँ ठुलो खाले आँप रे, दाइले लगाउनु भएको तर फुलेको छैन है अहिले। सानो आँप उतापट्टिको चाहिँ फुलेको छ। यता सल्लाको रुख छ, सालको रुख छ। हाम्रो घरमा साथीहरू पात टिप्न कहीँ जानु पर्दैन, वन छ नजिकै। अनि यहीँ घरमै काट्यो, रुखबाट झार्यो, टुक्रा बनायो, घाँस पनि भयो, पात पनि भयो। काट्दैछ। छोरी तिमी कहाँ गएको? यता मेरो छोरीको पारा, यता हेर त, यता हेर यता के गर्यो तिमी? कहाँ गएको भने फेरि गएको भित्र भागेको तिमी? कहाँ गएको के पानी छ हेर त। तरकारी टिप्न गएको तिमी? चोरेर खान गएको हो? के खायो? यता आऊ, फेरि पानीमा नजाऊ न, जुत्ता भिज्छ। यता आऊ त बेबी, लाउ यो हाँस लाउ, काट्ने कुरो लाउ, हेर त काट्ने कुरो। पानी चलाउँदैछ, लाउ के लाग्यो मुखमा त अहिले? बालका साथ धोइ हो र। हाँसेस पानी ल, यता भयो। ऊ अजीले के गरेर जाऊ त, अजीले देखाऊ। अजी भन न, अजी के गर्नु भयो भन न। यता काँक्रोको बिउ, फर्सीको बिउ, ल हैन मुला, यो चाहिँ खुर्सानीको बिउ। चाहियो भने सम्पर्क गर्नु होला, हाम्रो घरमा छ। उता साग छ, धनिया छ, अनि यतापट्टि धनिया पनि छ, रायो पनि छ। म चाहिँ आज रायो काट्न गइरहेको छु। फुल्यो, सुकिसकेछ, पाकिसक्यो। यता धनिया, यता रायो। उयो नपाके नि काट्ने हो र? उयो त यति रहेछ। रायो हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई फेरि पनि। र आज चाहिँ मैले तपाईँहरूलाई सम्पूर्ण मेरो घर नजिकै के रहेको छ सबै देखाइसकेको छु। तपाईँहरूले पनि तपाईँहरूको घरतिर के कस्तो छ, के पाउँछ कमेन्ट गर्नुहोला र मेरो भिडियोलाई लाइक कमेन्ट गर्न अवश्य
नभुल्नुहोला र मनपर्छ भने यस्तै भिडियोको लागि तपाईँहरूले मेरो च्यानलको लागि सब्सक्राइब गर्नुहोला र अहिले चाहिँ यो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु बाई।